ल अहिले चाहिँ ठ्याक्क 3:11 भयो एन्ड वी आर स्टार्टिङ आवर ट्रेक टु आमायाङ्ग्री। यहाँ आमायाङ्ग्रीको टपमा छु अनि हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। हामी चाहिँ काठमाडौँबाट साँखु हुँदै मेलम्ची हुँदै तार्केयाङ अलमोस्ट 5 घन्टामा पुग्यौँ। अनि बाटो चाहिँ कुनै कुनै ठाउँमा चाहिँ एकदम झुक्किने बाटोहरू छ। त्यो बेलामा चाहिँ कसैलाई सोधेर मात्र जानु होला अर अगाडि बढ्नु होला। तार्केयाङ चाहिँ हामी अलमोस्ट 12 बजेतिर पुगेको थियौँ। अनि त्यहाँको एउटा होटेलमा चाहिँ हामीले खाना अर्डर गऱ्यौँ अनि उहाँहरूले चाहिँ एकदमै फ्रेस त्यतिखेर नै खाना बनाइदिनु भयो। हामीलाई तार्केयाङबाट माथि आमायाङ्ग्री बेस क्याम्पसम्म पुग्न चाहिँ अलमोस्ट 2.5 घन्टा लाग्छ भनेर भन्नुभयो। त्यही भएर हामीसँग चाहिँ एकदमै प्लेन्टी अफ टाइम भएकोले गर्दा हामी बिस्तारै रेस्ट गरेर अनि खाना खाएर अनि आफ्नो यात्रातिर लाग्यौँ। यो बेला चाहिँ भर्खरै पानी परेर रोकिएको थियो अनि यात्रा सुरु हुन बित्तिकै हामीले यस्तो राम्रो गुराँसको फुल देख्यौँ। यो कलरको गुराँसको फुल चाहिँ मैले फर्स्ट टाइम नै देखेको थिएँ। सो एकदम एक्साइटेड भएर फोटो भिडियोहरू खिचिहाल्यौँ। त्यसपछि चाहिँ बाटो चाहिँ एकदमै चिप्लो थियो। तपाईँहरूलाई जम्मा 2.5 घन्टा त हो भनेर चाहिँ नहिँड्नु होला, किनकि 2.5 घन्टा मात्र भए पनि उकालो बाटो भएकोले गर्दाखेरि प्लस भर्खरै पानी परेर एकदमै चिप्लो बाटो भएकोले गर्दा हामीलाई चाहिँ गाह्रो भएको थियो। त्यही पनि हामी बिस्तारै बिस्तारै आफ्नो गन्तव्यतिर लाग्यौँ। पानी परेकोले गर्दा बाटो चिप्लो भए पनि मौसम चाहिँ एकदमै राम्रो भइरहेको थियो। हामीलाई हिँड्नलाई एकदमै सजिलो भइरहेको थियो। अनि बाटोमा त्यो फुलिरहेको गुराँसहरूले झन् मनै आनन्द अनि दृश्यहरू पनि एकदमै राम्रो देखिरहेको थियो। सो हामीले चाहिँ यसरी नै आफ्नो यात्रा पहिलो दिनको यात्रा चाहिँ सुरु गऱ्यौँ। तपाईँहरू पानी पर्ने सिजनमा गइरहनु भएको छ भने चाहिँ रेनकोट चाहिँ एकदमै नछुटाउनु होला, किनभने कुन बेला पानी पर्छ थाहा हुँदैन। हामी पनि जाँदा नै बाटोमा पानी पर्यो, बट लकिली हामीले सबै प्रिपेरेसनका साथमा गएको थियौँ। सो तपाईँहरू कुनै पनि ट्रेक जाँदै हुनुहुन्छ भने चाहिँ वेदर फोरकास्ट अगाडि नै हेरेर जानु होला। त्यसले गर्दा चाहिँ तपाईँलाई सजिलो पनि हुन्छ एन्ड आफूलाई चाहिने इसेन्सियल्सहरू चाहिँ सबै नै बोकेर जानु होला, किनकि यु नेभर नो कुन बेला हामीलाई कुन सामान चाहिन्छ भनेर। हामी पनि त्यहाँ पुग्न बित्तिकै यस्तो ठुलो पानी पर्यो अनि त्यसपछि आफ्टर द रेनफल माथि आमायाङ्ग्री पिकमा हिउँ पनि पर्यो एन्ड जुन दृश्य चाहिँ एकदमै राम्रो थियो। तपाईँले अगाडि भिडियोमा हेर्न सक्नुहुन्छ। त्यो चाहिँ यो तपाईँले हेरिरहनु भएको चाहिँ आमायाङ्ग्री पिक हो अनि त्यो मन्दिर पनि तपाईँले देख्न सक्नुहुन्छ। एन्ड दिस इज द भ्यू आफ्टर द रेनफल। हामी पुग्न बित्तिकै हामीले यो भ्यू देख्न पायौँ। हाम्रो आधी थकानहरू त यो भ्यू देखेर नै मेट्यो होइन। अनि हामीले आफ्नो टेन्टहरूमा गएर एकछिन रेस्ट गरेर भ्यू इन्जोय गरेर अनि त्यसपछि हामी किचनतर्फ लाग्यौँ।
यस्तो टेन्टमा बस्नु परेकोले चाहिँ मेरो लागि चाहिँ एकदम थ्रिलिङ एक्सपिरियन्स नै थियो। हामी हिजो चाहिँ यहाँ आमायाङ्ग्री बेस क्याम्पमा आइपुगेको थियौँ। अलमोस्ट काठमाडौँबाट हामी 7 बजे हिँडेर यहाँ आइपुग्दा हामी 12 बजे हामी तलतिर हामी तार्केयाङ आइपुगेको थियौँ। अनि त्यसपछि 12 बजे तार्केयाङ आएपछि त्यहाँ हामीले खाना खाएर 3 बजेतिर त्यहाँबाट हिँडेर यहाँ बेस क्याम्प चाहिँ हामी अलमोस्ट 5 बजे आइपुग्यौँ। एकदमै धेरै पानी परिरहेको थियो त्यतिखेर, त्यही भएर पनि धेरै भिडियोहरू सुट गर्न पाइनँ। अनि बेलुका यहाँ आउनुभन्दा अगाडि चाहिँ तपाईँहरू बुकिङ चाहिँ गरेर आउनु होला, किनकि अहिलेसम्ममा चाहिँ यहाँ चाहिँ एकदमै थोरै ठाउँहरू छ होइन, त्यही भएर पाउँदैन। यहाँ आएरै बुकिङ गर्छु भनेर सोच्नुहुन्छ भने चाहिँ प्लिज त्यसो चाहिँ नगर्नु होला, किनकि पाउँदैन। यहाँ कतिजना त गाडीमै सुतिरहनु भएको छ होइन, कतिजना भित्र किचनमा सुतिरहनु भएको छ। सो इफ तपाईँले यहाँ आउने प्लानिङ गर्दै हुनुहुन्छ भने एटलिस्ट 1 विक अगाडि चाहिँ, अब विकेन्डहरू छ भने चाहिँ 1 विक अगाडि बुकिङ गरेर आउनुहोला। अनि हिजो बेलुका हामीले खानासाना खाएर सुत्यौँ, बट राति मजाले निद्रा नलागेर चाहिँ अहिले म 1:45 भयो होला, अहिले 1:30 1:45 भयो होला, यतिखेर चाहिँ म भिडियो सुट गरिरहेको छु। अहिले चाहिँ हाम्रो फुल मुन भएकोले गर्दाखेरि भ्यूहरू, हिमालयको भ्यूहरू यस्तो राम्रो देखिरहेको छ होइन। म अलिअलि फोटो खिच्ने कोसिस गरिरहेको छु, तर यो आँखाले देखाएको जस्तो फोटोमा चाहिँ कहिले पनि हुँदैन होइन। अनि मेरो अहिलेसम्मको ट्रेकभन्दा सबभन्दा चाहिँ एकदमै राम्रो हो। तपाईँहरू जुन ट्रेक गए पनि फुल मुन भएको बेलामा गयो भने चाहिँ हिमालयको छेउमा चाहिँ एकदमै राम्रो आउँदो रहेछ। अहिलेसम्म एकदमै राम्रो एक्सपिरियन्स भइरहेछ। होप यु विल लाइक द भिडियो, अनि त्यसपछि यु विल इन्जोय इट, अनि त्यसपछि इन्फर्मेटिभ पनि हुनेछ। म सकेसम्म चाहिँ सबै इन्फर्मेसन दिने कोसिस गर्छु। सो इन्जोय द भ्लग गाइज। ल अहिले चाहिँ ठ्याक्क 3:11 भयो एन्ड वी आर स्टार्टिङ आवर ट्रेक टु आमायाङ्ग्री। अब यहाँबाट यहाँको मान्छेहरूले भनेअनुसार चाहिँ 2.5 घन्टा लाग्छ, प्लस एकदमै स्टिफ उकालो छ। तर उकालो छ, त्यही भएर चाहिँ हामी सकेसम्म छिटो गएर छिटो पुग्ने कोसिस गर्छौँ। छिटो गयो भने चाहिँ हामी बिस्तारै हिँडेर पनि मजाले नै पुग्न सक्छौँ। हाम्रो टार्गेट चाहिँ सनराइज हेर्ने छ, तर अब मौसम चाहिँ कस्तो के हुन्छ भनेर चाहिँ माथि गएर अपडेट गरौँ ल। अनि अहिले चाहिँ पुरै नै अँध्यारो छ। अनि हामी चाहिँ यसरी टर्च बालेर हिँडिरहेछौँ। हामीलाई कहाँ कतिजना चाहिँ अलरेडी हिँडि पनि सक्नुभयो। सो हेरौँ अब आमायाङ्ग्रीमा माथि पुगुन्जेलसम्म के कस्तो हुन्छ। आई विल अपडेट यु गाइज। अहिले चाहिँ 4:56 भयो। हामी हिँडेको 3:11 अलमोस्ट 2 घन्टा हुन लाग्यो। अनि अब चाहिँ अझ आधी घन्टामा आइपुग्छौँ होला। अब बाटो चाहिँ एकदमै धेरै उकालो रहेछ, पुरै उकालो, एकदमै गाह्रो लाग्यो मलाई चाहिँ। सो तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ एकदम मेन्टली चाहिँ प्रिपेयर भएर आउनु, किनकि एकदमै उकालो छ। प्लस अहिले चाहिँ हिउँ परेर पनि बाटोहरू अझ
See you at our Amayangri Peak. फाइनली 5:45 मा चाहिँ हामी यहाँ आमायाङ्ग्रीको टपमा आइपुग्यौँ। गुम्बा तपाईँ पछाडि देखिरहनु भएको। And you can see the sunrise हुन लागेको छ and rest हरू चाहिँ देखाउँछु। यस्तो ब्युटिफुल देखिरहेछ। And this is the main मन्दिर। यो चाहिँ मेन मन्दिर हो आमायाङ्ग्रीको। यस्तो मेस्मराइजिङ भ्यू छ। यो हिमाल त ट्याक्कै त्यो उतापट्टिको भित्ता जस्तै टाइपमा छ। हात त जम्छ जस्तो भइरहेछ।
अस्ति चाहिँ यस्तो हावा चलेर यति धेरै चिसो भएको थियो, त्यही भएर हामीले बिहानै चाहिँ धेरै फोटो भिडियोहरू चाहिँ खिच्न पाएनौँ। तर घाम लागिसकेपछि चाहिँ न्यानो हुँदै आएपछि अनि हामीले फोटो भिडियोजहरू खिच्यौँ। मैले चाहिँ कल्चरल ड्रेस पनि लगाएको थिएँ अनि यो लगाएर पनि मैले फोटो भिडियोहरू खिचेँ। सो तपाईँहरूलाई यो आमायाङ्ग्री ट्रेक रिलेटेड केही पनि कुरा सोध्नु छ भने अरू केही होटलहरूको कन्ट्याक्ट नम्बरहरू चाहिएको छ भने चाहिँ मैले भिडियोहरूबाट तपाईँले भिडियो पज गरेर पनि हेर्न सक्नुहुन्छ, अरू मलाई डिएम गर्न सक्नुहुन्छ। म तपाईँलाई सबै डिटेलहरू प्रोभाइड गरिदिनेछु। एन्ड यस, काठमाडौँ नजिकै यति छिटो पुग्ने वान अफ द बेस्ट डेस्टिनेसन नै लाग्यो मलाई। सो होप यु इन्जोयड द भिडियो। अनि इफ तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला एन्ड भिडियोलाई पनि लाइक गरिदिनु होला। हामी चाहिँ आमायाङ्ग्रीबाट अब 9 बजेतिर फर्किरहेछौँ। हामी 6 बजे आइपुगेको थियौँ। 3 घन्टा लाग्यो हामीलाई फोटोसोटो खिच्न, किनकि मैले यो अर्को ड्रेस पनि कल्चरल ड्रेस पनि ल्याएको थिएँ अनि त्यो लाएर फोटो खिच्नु पनि मलाई अलिकति टाइम लाग्यो। प्लस यति राम्रो ठाउँ छ कि जुन कुनामा पनि फोटो खिच्न मन लाग्छ होइन। अनि मेरो ओपिनियनमा चाहिँ काठमाडौँबाट यति नजिक चाहिँ मलाई एकदमै राम्रो ट्रेक लाग्यो। यो चाहिँ यस्तो ब्युटिफुल छ, चारैतिरबाट यस्तो सिनिक छ, यस्तो राम्रो देखिन्छ होइन। सो गाह्रो चाहिँ गाह्रो छ, अन्डर एस्टिमेट गरेर चाहिँ नआउनु हो। जम्मा 2 दिनको ट्रेक भनेर चाहिँ अन्डर एस्टिमेट गरेर चाहिँ नआउनु। एकदमै उकालो नै हिँड्नुपर्छ। फर्स्ट दिन पनि उकालो, सेकेन्ड दिन पनि उकालो भएकोले 2.5 आवर मात्र हिँड्नुपर्छ। तर एकदमै ठाडो उकालो हिँड्नु परेकोले चाहिँ तपाईँहरू चाहिँ माइन्ड मेकअप चाहिँ गरेर आउनु होला। उकालो धेरै छ, गाह्रो छ भनेर। बट वन्स यु रिच द डेस्टिनेसन होइन, यस्तो राम्रो भ्यू देख्न पाउनुहुन्छ तपाईँले। म अलिअलि मेरो क्लिप्सहरू पनि लास्टमा हाल्छु, त्यो हेर्नु होला होइन। अनि प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ अब आई थिङ्क हिउँको मौसम चाहिँ सक्यो, बट लालीगुराँसको लागि पनि आउन सक्नुहुन्छ। एकदमै धेरै लालीगुराँसको बोटहरू छ। सो होप यु विल लभ दिस भिडियो। अनि त्यसपछि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि तपाईँलाई भिडियो मन परेछ भने चाहिँ लाइक पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।